Happy birthday to you. बाबालाई फैदिनुहोस् बाबा नि खोकी लाएर बसेको हैन खाना अब सुरु भयो हाम्रो खाना हेलो साथीहरु आज फेरि अर्को नयाँ ब्लग सुरु भयो है हाम्रो चाहिँ आज चाहिँ हामी कतै जाँदैछौँ अब कहाँ जाँदैछौँ त्यो चाहिँ भिडियो हेर्दै गर्नु होला अनि म चाहिँ अब तपाईहरुलाई वेलकम गरे अँध्यारो भइसक्यो साँझ भइसक्यो अलि चाँडै नै आउनु भन्थ्यो बिचारा अलिकति ढिलो नै भयो त्यही त हो बच्चा बच्चीसँग रेडी हुँदासम्म अनि ढिलै हुन्छ मेरो प्राइज मेरो गिफ्ट हो के अब दिदी घरतिर लाग्दैछौँ मेरो दिदी घरतिर अब जाने मेरोलाई नि कस्टमर त भएन ल ल आऊ भ्युअर्स हो बस नट कस्टमर बाहिर चाहिँ फेरि टिलिल्लो हो कि एकदम उज्यालो छ लाइटै चाहिँदैन मजाको छ तर के गर्ने अब यताउता भित्रतिर झन् अँध्यारो ल खै त अटोमा जानु ल मेरो छोरीले चाहिँ गिफ्ट बिचारा आफैले रेडी गरे अब त्यो चाहिँ सरप्राइज है के गिफ्ट भनेर मेरो छोरी चाहिँ जहाँ जानलाई नि यस्तोहरूमा जानलाई नि उसले आफैले दिनुपर्छ कि गिफ्ट उसको पर्सनल गिफ्ट चाहिन्छ पर्सनल्ली दिनलाई उसले हामीले दिएकोले पुग्दैन अब हामी चाहिँ अटो कुर्दै है छोरी अटो आयो आऊ लिएर हो आफै लिएर आएको यो साग चाहिँ दाइलाई दिने भनेर ल मामालाई दिने अब जाम आऊ छोरी उता हिँड्नु त हो ल बहिनीलाई समात त हात समात त फेरि पुत्तै जाला ल हिँड सोध है पहिला फेरि ल टोटलको भनेको कि एकजनाको भन्यो अबि सिरियन्सी हेलो सिरियन्सी के हो आज त ल खै ठुलो मान्छे नमस्ते गर्यो नमस्ते गर अरे ल जाम के हो त मास्क साक्स लाएर बस्नु हो त हो र ल पिकनिक त दरो खाएछ क्या हो हामी पनि टुर हो नि 4-5 छ ए फेरि जानिकन जाने त रुगा लाग्दै को छ नि भित्र ओहो पुरा चिटिक्क पारेर राखेर रहेछ आज त मिलाएर है पाहुना आयो नमस्ते हेलो बर्थडे गर्ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु के नाम त्यो त जिब्रो निकालेको त्यो जेली फिस कोले बनाएको तिमीले बनाएको हैन किनेको मैले ल नमस्ते 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 यो ह्यापी बर्थडे मात्रै लेखेछ त खै त अरु नाम नलेखेको किन नाम काट्नु छोरी लेख्नु पर्छ नि त ल बर्थडे गर्लको बाबा आउनु भयो अनि तिम्रो बर्थडे हो त 6 इयर्स भनेर तिमी 6 इयर देखाएको आज त बहिनीको बर्थडे भाइ बहिनीको बर्थडे हो कि दिदीको बर्थडे हो सिरियन्सीको बर्थडे तिमी हो भन न ल फुपूको बर्थडे हो कि भदिनीको बर्थडे हो आज सिरियन्सी चाहिँ भदिनी फुपू चाहिँ हेजल दिदी फुपू बोल्दैन त भाइ यता हेजल यता हेजल बस यता हेजल बस उ त्यहाँ भाउजूको यतापट्टि गएर बस आऊ यहाँ बस सेजी आएर न तिमी त्यहाँ काट्दिन ल बस्नु पर्ने होला नि ए अलि उता जाऊ न तिमी तिमीले बस क्यामेरामा हेर न अब बर्थडे सुरु भयो बुढाबुढी आउन ढिलो गरे त्यही भएर हामीले चाहिँ अब केक काटिदिन लाग्यो चाँडै किनभने हामीलाई नि घर जान ढिलो हुन्छ नि त्यही भएर छ्या भाइ हेजलले गर्दा झन् बहिनी नि डरायो कि नडराउनु ए बा फेरि राख्दियो उले राख्दैछ किन त फेरि छ त यो सँगै परेछ के त्यो ए एकछिन गर न हुन्छ होला एकछिन पछि हुन्छ होला चाँडै त्यो मोमबत्ती त्यो पहिला मोमबत्ती नबाल्नु पर्ने नि त्यो सकिन लाग्यो थिरीको मोमबत्ती 3 नम्बर बाई बाई ओ ह्यापी बर्थडे
Happy birthday. बसन सेलिका Happy birthday. It's your birthday. Happy birthday. It's a great day. That's what we say. Happy birthday. अलिकति ढिलो भयो नि ल सबैजना कोही नि आएर भनेर फास्ट गरिदियो यसपालि यताबाट खिच्नु मलाई यता लाइट छ कातम ल कातम माथिबाट तार्छ भन्न काटौँ ल अब कसलाई खुवाइदिने मम्मीलाई खुवाइदिन्छ दिदी त अब रुगा लाएर बस्यो ह्याप्पी बर्थडे श्रेयांशी बेबी यो त कडा रहेछ नि कडा रहेछ भनेपछि सुक्खावाला हो क्या हैन दिल्लीको सेवाला कति रुपैयाँ पर्छ यो त 2 पाउन्डको हो जस्तो हो सुक्खा टाइपमै रहेछ क्या हैन थोरेवाला होला लिक्विड भयो नि थोरेवाला ठिकै छ अहिले अब रुगा लागेको बेलामा चिसोमा त सुक्खै नि राम्रो छ बिचारा खाना लाएको मम्मीले चाहिँ टिक्की लगाइदियो ल आज त हेजललाई रुगा लाखाइन रुगा खोकी लाखाइन हेजलले नि खुवाइदिने होला नि त बिचारा खाले चाहिँ खालेर नि दिन्छु किन ए उताबाट लिएर आऊ त नमानेको हेजललाई नि देऊ न त्यसले नि खुवाइदिन्छ होला नि त बहिनीलाई यसलाई त पाउरोटी खुवाइदिनु पर्यो नि ल यति खुवाइदेऊ त उसलाई श्रेयांशीलाई गरेर आफै गरेर क्या खसाइदियो ल थ्याङ्क यू भन न दिदीको गिफ्ट त खतरा खा फेरि त्यसो नगर पचात पुछुत होला फेरि प्याच गरेको के फर्म पो हो क्या है ल पकेट छ तल रुगा लगाएको मान्छे नि आमा नाक्नु राखिदिन्छ होला नि ए तिमीले खुवाइदेऊ न पहिला ए तिमीले त खुवाइदेऊ कि है ल मम्मीलाई खुवाइदिनुहोस् गुड क्ल्यापै छैन कोही पनि ओइ बहिनीलाई रुगा लाग्नु ल भने नखुवाइदेऊ धेरै ल अब भयो अब हामीले खुवाउने पालो होला नि ए अब बाबालाई खुवाइदिनुहोस् बाबालाई खुवाइदिनुहोस् बाबा नि खोकी लाएर बसेको है अगाडि नभएर होला नि अब यो बाबालाई है ल बाबालाई खुवाइदिनुहोस् होइन पहिला त यसले केक त्यति खाँदैन ल बाबा आउनु भयो ल बाबालाई खाइदिनुहोस् है बाबा अगाडि नभएर होला के गुड बल्ल अब आमालाई खुवाइदिनु आमालाई खुवाउनु लाउनु बजेलाई के ल बजेलाई खुवाइदिनुहोस् काट्दै नि ढिलो भयो नि त साथीहरू त उसको साथीको नि बर्थडे रहेछ अब दिन जाँदा आउँदा ढिलो भयो टिक्की ल ओइ केक देऊ त क्रिम मात्रै खुवाइदेला ल भयो तिमी देऊ न बहिनीलाई हेडबिन पनि रहेछ लगाऊ सिरियन्सी सबैले सकेपछि तिमी देऊ के तिमी नि खाने हो ल हेजललाई नि देऊ एउटा दिदी ल हेजल अनि उताको एउटा रहेछ नि बाबु ल अब हुन्डो ल नाम पनि थाहा छैन मलाई त ल बस न हेरेको ल ए बस आयुस बस ल आऊ बस बस त्यतै बस नि त यहाँ बस ल बस भनेको अबि लान्स एरिका म खुवाइदिनु ल बनाऊ नानीलाई आखालाई देऊ आखै चेरी खाए चेरी उ आइसलाई देऊ न ल अब नजा खान दिदीलाई दिदी खान मन लाग्छ चेरी कस्तो दि एउटा तिमीले खाएको हो हेर दिदी
के हो कस्तो खान्छ आमा मात्रै लाउ हुन्छ नि त त्यस्तो देखाउनु हुँदैन दिदीहरुलाई गिफ्ट गरिदिनु अब चाहिँ ठुलो भयो नि तिम्रो ठुलो नि अब काले अलि खाना त्यो प्ल्यात्तवाला भइछ नि त अर्को लिक्विड वाला रहन्छ ल ल ल सेलिका दिउ लिक्विड हल्का थोरै होला कि थोरै भएको राम्रो नि धेरै जुसी भन्दा त मलाई त थोरै नै ठिक लाग्यो धेरै वाला थामेको होला नि त ल भयो अब हामी खाने हो केक अब बिचारा नदिए नि हुन्छ हो हेजलले जिउ गरेको त्यसले जिउ गरेको पैसा पाएर जिउ गरेको सबैजना खानु लाग्यो कस्तो के ब्रेड हो फेरि चक्लेट खायो त चक्लेट दिएन बिर्सेछ बुढाहरूलाई सेलिका ल केक खाऊ रे ए बाबालाई आफै खाऊ रे आफै केक कहाँ चाँडै म पनि काटेर तीनटा बिरालो आएर बसेछ बाहिर जानु सबै राख्नु पर्यो खाना खान परेन कस्तो रहेछ के रे अहिले त धेरै आउँदो रहेछ त लामो लरेङ्गे भरेर आहा त लामो उसेलिकाले खान्छ सेलिकालाई दिन लाग्यो के ल कति धेरै आयो यो पनि चाख्छु ल भएछ नि धेरै म यहाँ भिडियो गर्दै राख्नु लाग्छ चकलेट पर्दैन खानलाई मजा गयो क्रिम कम छ आमा आज पुरै बन्द रहेछ म यति डुलेन रुपियाँको भाडा लिँदैन त्यो अटोवालाले खाने हो ए छ्या के हो रहेछ केमा हाल्नु खाने हो सानो ट्रेनमा के हो मोमबत्ती हैन चेरी हो यिनीहरु चबाएर राख्दैछ नि एउटा प्लेट लिएर आइदिनु मम्मीले खानु त पेपरहरु सबै के दलेको रहेछ के यो कला त मलाई हो रहेछ मम्मी तलको चाहिँ के रहेछ तलको चाहिँ उस रस रहेछ त हैन रसिलो हो के फुलियो छैन है रसिलो हो तर ठिक्कको रहेछ के त्यहाँको मिठो हुन्छ भन्थ्यो त्यो केक बजार भन्ने रहेछ क्या बालकुमारी कलेज जाने बाटोतिर ल म खाए ए सिमा तिमी धेरै किन यस्तो भएको भुल बिराम भयो भने चाहिँ के गर्छ नि ल खाऊ सेलिकालाई है 2% हेलो के गरेको त्यसको त्यो अब निकाल्दिन्छ त्यो पिङ्क कलरको त्यसलाई गाह्रो भयो हजुर होला हजुर पकाएर सादा पुलाउ ओ बाफ्रे कुखुराको चिकन यो के हो फेरि अचार हो के ए सुकुटीको अचार कति धेरै बनाएको ल सुकुटीको अचार अनि यहाँ छ यो टमाटरको मुला र उसको अचार बस बस म त पकाएन त्यो अर्को त कस्तो टाउको भारी भयो दुखेला जस्तो भयो टाउको ए तिनीहरूले यहाँ चिल्लर पार्टी भन्छ नि है चिल्लर पार्टी दोर दो 11 9 ए ओके ल भइहाल्यो नि त खानु यही छ पानी तिमीले पहिला त्यो फिनिस गर त्यो सक्कौ अनि बल्ल ल्याइदिन्छस् के ल के अहिले त दाल भनिहालेछ त पुलाउमा नि दाल कसले खान्छ ल हाम्रो आजको खाना अचार सुकुटीको अचार ए खानु तिमी ल यो चाहिँ मेरो खाना अब सुरु भयो हाम्रो खाना रजनी र के अरे आयसाले बर्थडेको पार्टी खाँदै ल हाई भन्दै नि त अरे शिव कति सानो स्वरले कराएको अल्ठुलो स्वरले कराऊ
श्रेयांशी बाई बाई पुग्छ होला धेरै खाँदैन तिनीहरूले त बाई बाई ल गएको दिदी है हामी ल बाई 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 दिदी तिमीलाई भने हो क्या ल मुखबाङ गर्नु त हजुर ए खाएको पनि खिच्दै मुखबाङ अघि चाहिँ अब ल मैले पनि अब घरसम्म कसले पुऱ्याइन्छ त ओ झ्याउँछ कि तँलाई नानी आउँदैन नानी आउँदैन त नि हावामा हेर्नु होइन आमा आउनु भएछ जान लागेको मान्छे नि फेरि हामी त फर्के ल छोरी एकछिन बसौँ नि आमा आउनु भयो आमालाई नमस्ते गरेन हौ ए थुप्रै छ भइहाल्यो त 1वटा भोलि बिहान गर्ने चाँडै उठ्ने नि भोलि है चाँडै उठ्ने होस् ल हिँड आमालाई नमस्ते गर्यो जिउ गरिदेऊ आमालाई नमस्ते गर्यो जिउ गरे नि हुन्छ एफएम सुन्न लाग्नु है एफएम ल हामी गयौँ है त गयौँ कि हामी ल जाऊँ आऊ छोरी बाई 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 कुकी ल बाई आउनु कहिले काहीँ हाम्रो घरतिर नि गौरी ल्याएको हो कि भनेको के मलाई त गौरी ल्या जस्तो कान्छी भनेको के काली काली डल्ली डल्ली के होइन क्या पहिला के कान्छी के चेन लगाऊ दिदी लगाऊ अब देखाइसक्यो देखिसक्यो अब भइसक्यो नगर्नु सिल्का अटो हो कि खाली हो कि होइन बाई बाई ल गयो बाई बाई ल पुऱ्याउन आउनुभएको दिदीहरू ल म लाउँछु ल हजुर उतैबाट हेर्नु अझ यतैबाट भित्रबाट लगायो नि हुन्छ खै ल हामी पनि यतैबाट आयौँ बाई 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 अनि हाम्रो घरतिर त खतरा लाइट छ ट्रकनिर रोक्दिन है ल भाइ पैसा दिउँ है पैसा कता गयो उसको पैसा भयो नि केही नै हुँदैन हो ल ल हिँड आऊ आऊ खोला गेट खोला कति बजे होइन मामाहरू आउनु भएन कम फास्ट ल गेट लगाइदेऊ टाढन 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 लाइन ल भयो बा आमा के गरेको खालि त हात मात्रै देखाउने हो कि आमा आज त कुहिरै भएर अब मलाई म राखिदिन्छु भन्दा अझै बिर्सेर यो चप्पल लगाएर पहिला त जुत्ता लाथेँ नि कस्तो होला ए तेरी गाल बिर्सेर हेर्न